के कुरा गरिरहेको थिए र बाबु? तिनीहरूले यो सबै काम विनोद गुरुङले गर्न लगाएको भन्दै थिए। होइन होला हो र काका बुवा? बाबु तिमीले विनोद गुरुङ नि भनेको सुनेको हो? हो नि मामु, मैले विनोद गुरुङ के नाम सुनेको हो। मैले यही कुरो थाहा पाएर त उजुरी हाल्न नजाने भनेको नि। भाइ हामीलाई यो काम खासमा कसले लगाएको हो? के हो किन हो त्यो मलाई थाहा छैन, तर हामीले विनोद गुरुङको काम गरिदिने हो। के गर्नु त, अब हामीलाई जस्तो काम गरायो त्यस्तो गर्नै पर्यो हामीले। के भयो बाबु, किन स्याड भएर आएको? उजुरी हाल्न जाउँ नि त, बरु म पनि जान्छु। हुन्छ फुलकुमारी, जाम हिँड। उजुरी त हाल्नै पर्छ। उहाँले पनि हुन्छ भन्नुभएको छ, हामीलाई पनि सजिलो हुन्छ। जाम हिँड। मामु जाने हो र उजुरी हाल्न? जाउँ होस्। मलाई त तिनीहरू देखेर एकदम नै डर लागिरहेछ। पछि उजुरी हालेको थाहा पायो भने मामु, मलाई त केही डर छैन। तपाईँलाई केही भयो भने? अघि उजुरी हाल्न जाँदा त खुकुरले लिएर लखटे। उजुरी हाल्न त हुन्थ्यो दाइ, तर त्यो घटनाले गर्दाखेरि बाबु डरायो। उजुरी हाल्ने जाने कुरो गर्दाखेरि उजुरी नहालौँ मामु, छोडिदिउँ, मलाई डर लाग्यो भन्छ। त्यही भएर अहिले हामी आमा छोरा मात्र पनि छौँ। अब बुवा सहर जानुभएको छ। बुवा आएपछि चाहिँ एकचोटि उजुरी हाल्न जाने भन्ने कुरा चाहिँ भएको छ। अहिले फेरि हामी आमा छोरालाई उजुरी हाल्यो भने फेरि एट्याक गर्ने हो कि? डर पनि छ नि। विनोद गुरु पनि कस्तो कुरो गर्नुहुन्छ तपाईँ? फुलकुमारीको घरको सेक्युरिटी गार्ड हो र मलाई थाहा हुन? म बिहानै कसको घरमा के भयो भनेर चियो चर्चा गर्दै हिँड्ने भए पो मलाई थाहा हुन्छ। बुवा पनि सहर जानुभएको, अहिलेसम्म आउने अत्तो पत्तो छैन। घरमा यत्रो घटना घट्यो, आउन मन नभएको हो कि नमिलेको हो? बर्खा पनि सकिन लागिसक्यो, खेतबारी पाँझै छ। न फोन गरेर खेतबारी जोत रोप भन्नु छ, न आफूले मतलब गर्नुभएको छ। किन यसरी बुवा ढुक्कले बस्नुभएको होला? आमा पनि छोरीकामा जानुभएको, व्यवहार मिलेन कि के मिलेन, अहिलेसम्म आउने कुरै छैन। त्यसलाई पनि सुत्न पाएपछि केही चाहिँदैन। आज स्कुल छुट्टीको दिन सुतेको सुतै हुने भयो। बाबु, सुशान्त, सुशान्त उठ न, कति सुतेको? मामु कत्रो बेरसम्म सुतेको बाबु? जाऊ मुखसुख धोराऊ। स्कुल छुट्टी भए पनि बिहानै उठ्ने बानी गर्नुपर्छ के बाबु? मामु हजुर धोयो, ल बस यहाँ। त्यो ढोका लाऊ बाबु। यहाँ आऊ छेउमा बस। एकछिनमा एक दुईवटा बाटी काटिहाल्छु ल। कत्रो बेरसम्म सुतेको त बाबु? बिहान त छिटै उठ्नुपर्छ क्या, एकछिन पढ्नुपर्छ। बिहान पढ्यो भने दिमागमा बस्छ बिहान पढेको कुराहरू। तिमीलाई चाहिँ स्कुल छुट्टी भएपछि
सुत्न मात्र पाए हुन्थ्यो भने जस्तो गर्छौ। मामु स्कुलको दिन बिहानदेखि बेलुकासम्म पढ्नुपर्छ अनि छुट्टीको दिन पनि म एकछिन सुत्दा के बिग्रिन्छ र? त्यस्तो होइन नि बाबु, सधैँ बिहान छिट्टो उठ्ने बानी बसाल्नुपर्छ क्या, अल्छी हुनु हुँदैन। बिहान उठ्ने बरु योग गर्ने त्यस्तो पो गर्ने हो त। अनि अबेरसम्म सुतेर हुन्छ त? ए मामु किचकिच नगर्नु न, खै हिजो लगाइदिएको मेहन्दी हेरौँ त। खै मामु चिया खान पाइँदैन? पाइन्छ, एकछिन पख न त, यहाँ एक दुईवटा बाती काट्छु अनि बनाइदिन्छु नि। मामै खाने बेला भइसक्यो, तिमी चिया खोज्छौ। एकछिन पख है। हस्। ल हेर त, तिमीले अलिअलि लगाइदिएको थियौ, त्यस पछाडि फेरि मैले आफै लाएँ। कस्तो भएछ? राम्रो। राम्रो भएछ? अनि तिमीले लगाइदिएपछि राम्रो भइहाल्छ नि। मिलाउ मिलाउ, तौलिया मिलाउ। मामु माम्ची पाकेको छैन? छैन नि माम पाकेको बाबु। तिमी पनि यतिखेर उठ्यौ, घरको काम गर्दा गर्दै ठिक्क भयो। यतिखेरसम्म बसाकै पो छुइनँ। त्यहाँ दियो बालिदिनु पर्यो भनेको बाती सकिएको रहेछ। त्यही भएर म त एकछिन यहाँ बाती काट्न बसेको। अब यति काटिसक्छु अनि म माम बनाइदिन्छु है। तिमीलाई भोक लागिसक्यो र? उसो भए तपाईँ चिया नबनाउनु, माम नै बनाउनु, म एकछिन साथीसँग खेलेर आएँ है। जान चाहिँ जाऊ बाबु, बर्खा लागेको छ, जाँदै खेल्नु चाहिँ हुँदैन नि। लामा किरा आउँछ, टोक्छ। मामु लामा केरा भने के हो? लामा किरा भनेको सर्प हो के बाबु। अहिले पानी परेको सिजन छ, सर्पहरू घाँस पात झारमा लुकेर बसेको हुन्छ। त्यस्तोमा चाहिँ खेल्नु हुँदैन है, विचार गरेर खेल्नु। हस्। ल जाऊ, तर छिट्टो आउनु नि। हस्। जाऊ, ज्याकेट लाएर जाऊ है, ज्याकेट लाएर। कति फुस्केको यो बाती पनि। भेटेनौ ज्याकेट? भेट्यो। लाऊ, ल मिलाएर लाएर जाऊ। ल जाऊ जाऊ।
के छ मम्मी खै मम्मी घरमा सुशान्त जाउँ त मम्मीलाई बोलाएर लिएर आऊ नमस्ते बाबु। मलाई त नमस्कार गरेनौ त तिमीले नमस्कार अनि मामु खै त? किन बोलाउनु पर्यो ससुराछोरी फुलकुमारीलाई? होइन अस्ति साउन 1 गतेको सङ्क्रान्तिको लागि भनेर मैले उसलाई केही सामान राखिदिएको छु त्यही लिन आऊ भन्नलाई हो किन बोलाउनु पर्यो उसलाई? यसैले दिएर पठाउ न, नाति केटीले लगिहाल्छ नि। हुन्छ नि त है त्यसै गर्दा पनि हुन्छ। सुशान्त म तिमीलाई सामान दिन्छु मम्मीलाई लगेर देऊ है हुन्छ अहिले म जाने बेलामा लिएर जान्छु नि है म अहिले नि आएको खेल्नलाई एकछिन खेल्छु नि पहिला लगिदेऊ न अनि फेरि आएर खेल्नु नि तिमी पनि एकछिन खेल्न देऊ न बच्चालाई, अहिले जाँदाखेरि लिएर गइहाल्छ नि। हुन्छ खेल न त एकछिन अहिले जाँदा चाहिँ नबिर्सिकन लैजानु है हुन्छ काके आमा अनि खाजा खायो त तिमीले छैन ल हेर न त भित्र म तिमीलाई चिया बिस्कुट दिन्छु नि त होइन मैले खाँदिन मलाई खान मन छैन जान त काकी आमाले भनेपछि चिया बिस्कुट खाऊ, अनि धेरै घाममा खेल्ने होइन। हुन्छ बुवा मैले खेल्छु नि अनि खाएर जान्छु नि हुन्छ जाऊ न त एकछिन खेल जाने बेलामा आउनु है होइन कस्तो अटेरी भयो त्यो बच्चा। अब त ठुलो मान्छेले भनेपछि त कुरोको घर बगेर आएको भए हुन्थ्यो नि त। होइन ठिकै छ त खेल्न आएको बच्चो अब खेलिसकेपछि लान्छु भनेकै छ भइगयो नि त ल ल तिमीले नै थाहा हुन्छ सबै कुरा। मलाई एकछिन बाहिर जानु छ, आउन ढिला हुन्छ। मलाई खाना चाहिँ नपुर्नु नि। ल ल उसो भए खानासाना खाएर म आफै जान्छु फुलकुमारीका सामान पुऱ्याइदिनलाई पर्दैन जान, हिजै तिमीले बोलाएको छौ नि। आए आउँछिन् नभए बच्चाकै हातमा पठाइदेऊ। घरमा काम छ होला काम सकाएर आउँछिन् होला नि त ल ल आयो भने ठिकै छ। तिमी चाहिँ जाने होइन नि ससुरा छोरी। मलाई अहिले अलि हतार छ, म लाग्छु। अब धेरै भयो म घर जान्छु है एकछिन खेल भनेको मामु हजुर आयो ल हात मुख धोएर आऊ त खुट्टाहरू सफा गरेर आऊ हस् ल बस यहाँ कत्रो बेर लाग्यो त अनि मैले मामसाम सबै बनाइसकेँ बाबु तिमीलाई त मैले छिटै खेलेर आउनु भनेको थिएँ त किन यत्रो बेर लाग्यो मामु अघि मैले खेल्न जाँदा काका बुवा र काकी आमासँग भेटेको नि ए हो र अनि के भन्नुभयो त काकी आमाले समुद्रसँग आँटेको सामान लिएर जाऊ भन्दै हुनुहुन्थ्यो मैले त नलिआएँ हो नि साँच्ची हिजो मलाई लिन आऊ भन्दै हुनुहुन्थ्यो मैले त भुसुक्कै बिर्सेछु ठिकै छ नि त अहिले म घरको काम सकेर आफै लिन जाउँला पर्दैन लिन जानलाई हामीहरूलाई त्यो घरबाट केही पनि चाहिएन ल के भनेको त्यस्तो त्यस्तो भन्नु हुँदैन नि बाबु उहाँहरू भनेको त हाम्रो आफ्नै मान्छे हो किन तिमीलाई काका काकीले केही भन्नुभएको थियो र होइन केही पनि भन्नु भएको छैन अनि काकी राम्रो भए पनि काका चाहिँ एकदमै खराब हुनुहुन्छ के भयो र सुशान्त मैले यो एउटा कुरा थाहा पाएको थिएँ मामु मैले त्यो कुरा तपाईँलाई हिजै भन्न लागेको थिएँ अनि तर म आउँदा यहाँ काकी आमा र काका बुवा बस्नु भएको थियो त्यही भएर मैले नभने पछि बनाउला भनेको भुसुक्कै बिर्सेछु
अहिले याद आयो। खासमा कुरो के हो भने नि मामु, हिजो मैले यहाँबाट पैसा लगाउनेको पनि कारण थियो। खासमा मैले हिजो यहाँबाट पैसा लाग्दा तल तिनै दुईजनालाई देखाएको थिएँ। को दुईजना? मैले हिजो हामीलाई खुर लिएर खेदाउनेको अनुहार देखेको थिएँ। तिनीहरू तलको भत्केमा छिरे। म पनि लुकेर तिनीहरूका कुरा सुने। तिनीहरू रक्सी खाँदै कुरा गर्दै थिए। तिनीहरूसँग पैसा नभएर जान आँटेका थिए। अहिले उत्तरको साउलाई पैसा दिएर उनीहरूलाई रक्सी खान दिए। अनि तिनीहरूले रक्सी खाएपछि सबै कुरो भनिहाले नि मामु। के कुरा गरिरहेको थिए र बाबु? तिनीहरूले यो सबै काम विनोद गुरुङले गर्न लगाएको भन्दै थिए। होइन होला। हो र काका बुवा? बाबु तिमीले विनोद गुरुङ नि भनेको सुनेको हो? हो नि मामु, मैले विनोद गुरुङकै नाम सुनेको हो। मैले यही कुरो थाहा पाएर त उजुरी हाल्न नजाने भनेको नि। फेरि होइन भनौँ भने पनि बाबुले आएर यस्तो किन भन्यो? मसँग त झुटो बोल्दैन बाबुले। मलाई विनोद बुवाको नाम सुन्दा अचम्म लाग्यो। म हैरान हुँदै घर फर्केँ। तिमीले यो कुरा त कसैलाई भनेको छैनौ नि? छैन मामु, कसैलाई भनेको छैन। म त्यही कुरा सुनेर घर आएको। यो कुरा कसैलाई नभन्नु है बाबु। यस्तो कुरा बाहिरको मान्छेलाई भन्यो भने हाम्रै परिवारको बेइज्जत हुन्छ। परिवारभित्र भन्यो भने तिमीले मैले भनेको विश्वास गर्दैनन्। त्यसमाथि हामीले बुवासँग यो कुरा कसरी गर्ने र? अनि बाबु हामीले पहिला दुईजना मात्र बस्दा कति दुःख पाएका छौँ। तिमीलाई राम्रोसँग थाहा छ नि। यस्तो कुराहरू थाहा नपाए जस्तो गर्नु। काका र काकीसँग पनि कतै भेट भयो भने हाँसेर राम्रोसँग बोल्नु। ठिकै छ बाबु। अहिले म काकीकोमा जान्छु सामान लिनलाई। तर हामीले यो सबै कुरा थाहा पाएको जस्तो चाहिँ हामीले गर्नु हुँदैन नि। केही नथाहा पाए जस्तो गर्नुपर्छ। को मान्छे कस्तो छ भनेर हामीले चिनिसक्यौँ। त्यही भएर कसैसँग पनि यस्तो कुरा गर्नु हुँदैन। मैले भनेको बुझ्यौ नि बाबु तिमीले? बुझेँ मामु। ल हिँड अब खाना खान जाउँ। जाउँ मामु। ल हिँड। अनि जङ्गे, मैले तिमीलाई किन बोलाएको थाहा छ? किन विनोद गुरु? एउटा खुसीको कुरा सुनाऊ भनेर। राई हाउसको साउसँग मेरो कुरा भएको छ। तिमीले एकचोटि भेट्नु। तिम्रो कामको कुरा मैले गर्दैछु। ए हो र विनोद गुरु, तपाईँलाई ल धेरै धेरै धन्यवाद छ मेरो लागि कामको कुरा गरिदिनु हो। अनि विनोद गुरु कहाँ गएर भेट्नुपर्ने हो? कहिले जाने? आज गएर भेट्दा हुन्छ? हुन्छ, आजै जाऊ न। मैले कुरा गरिसकेको छु। हुन्छ, म आजै जान्छु। अनि जङ्गे, बहिनी चाहिँ फेला पऱ्यो त? बहिनी चाहिँ भनेको? ल को हुनु र? तिम्रो बहिनी चाहिँ को छ र? त्यही कमल कृष्ण र त्यही बहिनीको कुरा गरे हो नि मैले। विनोद गुरु, त्यो मेरी बहिनी हाम्रो घरको एक्लै छोरी हो। के गर्नु, आफ्नो मनमर्जीले भागिहाली कमल कृष्णसँग। फेरि त्यो कमल कृष्ण पनि कस्तो, एकपल्ट सोधेको मात्र भइदिए भए हामी धुमधामसँग बिहा नै गरेर पठाइदिन्थेँ। तर के गर्नु, गाउँमा यस्तो बिजेतै गरेर भगाएर लग्यो। त्यसलाई कसरी ज्वाइँ भन्न सक्छु र? र जङ्गे, जे नहुनु थियो त्यो त भइ नै सक्यो। आखिरमा एक दिन यो सत्य त स्वीकार्नै पर्छ। तिमीहरूले उसलाई भित्राउनै पर्छ। तिक्तता बढाउनु भन्दा सहजतातर्फ जानु नै राम्रो हुन्छ। हजुरले भन्नुभएको कुरो त ठिकै हो हुन त। अनि उनीहरू पनि त सम्पर्कमा आउनु पर्यो नि। यतिका दिन भइसक्यो विनोद गुरु, अत्तो छैन। जङ्गे, उनीहरूले पनि यताको वातावरण विचार गरेर होला नि। तिमीहरूले यदि सहज गरिदियो भने उनीहरू पनि सम्पर्कमा आउनु सजिलो हुन्छ नि। हुन्छ विनोद गुरु, तपाईँले भनिहाल्नुभयो।
त्यही पनि एकचोटि घरमा सल्लाह गर्छु। तर यो विषयमा मान्न चाहिँ तयार छैनन् घरका मान्छेहरू। सुन, अहिलेको लफडा भनेकै त्यही फाइल हो। चौकीबाट त्यो फाइल बाहिर आउनु भनेकै कमल कृष्णले तिमीलाई बचाउन खोजेकै हो नि। एकचोटि तिमीले शान्त दिमाग लगाएर सोच त, कतै तिम्रो बहिनीले कमल कृष्णलाई भनेर तिमीलाई बचाउनको लागि यो उपाय रचेको पनि त हुनसक्छ। खै मलाई बचाउन गरे कि के गरे थाहै छैन विनोद गुरु। फेरि तिमीलाई फसाउनलाई कसैले षड्यन्त्र रचिरहेछ। कुमारीको घरबाट त्यो फाइल हराउनु भनेको तिमीलाई नै अप्ठ्यारो पर्नु हो नि। कतै तिम्रो हर्को साउसँग भनाबन्द भएको थिएन? यो फाइल हराउनुमा कतै उसको हात त छैन? हर्क साउसँग त त्यस्तो मेरो केही पनि भएको थिएन। तर केही समय अगाडि चाहिँ हर्क साउ मसँग केही रुष्ट भएको जस्तो देखेको थियो। हुनसक्छ न हर्क साउले नै केही गरे कि। फेरि पछिल्लो समयमा आएर मलाई हर्क साउले जागिरको लागि आनाकानी पनि गर्नुभएको थियो। किन जग्गी, खोइ यो षड्यन्त्र कसले गरिरहेछ मैले नि बुझ्नै सकिरहेको छैन। फुलकुमारी घरमा जाँदा तिमीले त्यो फाइल भेटेनौ? मैले तपाईँलाई अस्ति नै भनेको थिएँ त विनोद गुरु, म फुलकुमारीको घरमा जाँदाखेरि ढोकाहरू सबै खुल्लै थियो र फुलकुमारी पनि आइसकेको थियो। म त्यसै फर्केँ। त्यो चाहिँ तिमीले सत्य बोलेनौ। फुलकुमारी आउने बित्तिकै घरमा चोरी गरेको कुरा लिएर सुशान्त मलाई बोलाउन आयो। हामी तुरुन्तै यहाँ आइपुगेका थियौँ। नडाकिकन भन त, सत्य के हो? जेसुकै होस् जसोसुकै होस् जङ्गे फस्नै पर्छ भन्ने कसै न कसैको सोच छ। मैले फाइल देखेको छैन, सत्य कुरो यही हो विनोद गुरु। न तिमीले लग्यो न मलाई थाहा छ त्यो फाइल लगे चाहिँ कसले? विनोद गुरु छोडिदिनुहोस् यो कुरा। अब विगतका कुराहरू बिर्सिने हो, राम्रो ठाउँमा जागिर खाने हो, काम गर्ने हो, आफ्नो परिवार पाल्ने हो। सबै कुरा बिर्सिसकेँ मैले। हेर जङ्गे, जति त्यो फाइल बाहिर रहन्छ त्यति नै तिमीलाई तिम्रो अतीतले पछ्याइरहन्छ। जुन दिन त्यो फाइल प्रहरीको हातमा पर्छ त्यो दिन तिमी जेलमा आउँछ। हेर्नु न विनोद गुरु, पहिला गुन्डागर्दी गर्दै हिँड्दाखेरि सबैले मान्थे म हुँ जस्तो लाग्थ्यो। कसैले केही गर्न सक्दैन थियो मलाई। अब अहिले ती सबै छोडेर हेर्नु त, इमान्दारी भएर काम गरेर राम्रो मान्छे बन्न खोज्यो, समाजले कहाँ राम्रोसँग बाँच्न दिँदो रहेछ। यस्तै हो जङ्गे, मान्छेको भाग्य निर्धारण गर्न अतीतको पनि साथ चाहिन्छ। त्यो अतीतले गर्दा जहिले पनि तिमीलाई भविष्य निर्माणमा अप्ठ्यारो परिरहन्छ। अब के गर्ने त विनोद गुरु, कसरी पत्ता लगाउने त त्यो फाइल? त्यो फाइल पत्ता लगाउन पाए पनि म एकदम सहज जिन्दगी जिउन पाउँथेँ। तिमी पनि त्यो फाइलको बारेमा बुझ्दै गर, म पनि बुझेला। एक न एक दिन त्यो चोरले कसो नभक्ला। ल हुन्छ विनोद गुरु, म पनि गाउँतिर यसो फाइलबारे बुझ्दै गरौँला। अघि हजुरले भन्नुभएको थियो राई हाउसमा गएर कामबारे पनि बुझेर आउँछु, अनि तपाईँलाई खबर गरौँला है। हुन्छ, जाऊ। ल हस्। के छ अनि कति राम्रो देखेको? म राम्री भन्दा नि हेर्ने मान्छेको आँखा राम्रो होला नि। भनिन्छ नि फुलको आँखामा फुलै संसार। बस कसले सिकाएको यस्तो कुरा गर्न? भएको कुरा त हो नि। ल ठिकै छ, खास मलाई किन बोलाएको? मैले तपाईँलाई खाजा बनाएर ल्याइदिएको छु। हजुरलाई मनपर्छ भनेर मेरो आफ्नै हातले बनाएर ल्याइदिएको छु नि। ओहो, तिमीलाई मलाई यो मनपर्छ कसरी थाहा भयो त? मलाई थाहा थियो
दिदीले पहिले नै भन्नुभएको थियो त्यही भएर। ल ल ठिकै छ, म यो पछि खान्छु। होइन हुँदैन, मेरै अगाडि खानुपर्छ। ल ल खाउँ ल। अह यी खानुपर्छ। ल ल यसो आऊ उता बसेर खाऊँ। बस कस्तो लाग्यो बिनाजु? साह्रै मिठो रहेछ। अहिले यस्तो मिठो अहिलेसम्म खाएको थिएन। दिदीले पनि मिठै बनाएर खुवाउँथ्यो होइन र? मिठो त बनाउँथेँ, तर तिम्रो हातको बनाए जस्तो बनाएको थिएन अहिलेसम्म। तिम्रो दिदीको लागि लाएको चुरा टिका तिमीलाई चाहिँ ठिकै भएछ है? राम्रो देखेको छ। साह्रै राम्रो देखेको छ। साह्रो मिठो रहेछ। यस्तो त खाएको छैन मैले अहिलेसम्म। हो र? दिदीले नि यस्तो बनाएर खुवाउनुहुन्न थियो? मेरो हातको साह्रै मिठो लागेछ है। हो